Alright guys, good morning. Welcome to my vlog. तपाईँहरू आराम कुशलै हुनुहुन्छ होला, म पनि आराम कुशलै छु र मैले चाहिँ अहिले भ्लग स्टार्ट गरिरहेको छु एभ्री डे अनि 30 दिनको भ्लग च्यालेन्ज गरिरहेको छु अनि 30 दिनसम्म चाहिँ लगातार भिडियोहरू बनाएर हाल्ने छु र तपाईँहरूले हेरेर माया साथ सपोर्ट गरिदिनु होला र यति भन्दा भिडियो स्टार्ट गरेँ अनि आज चाहिँ छुट्टी भएको कारणले ढिलो उठिसकेपछि चाहिँ हात मुख धुनको लागि म गएँ ब्रस गर्नलाई। त्यसपछि ब्रस गरिसकेर आएपछि चाहिँ म बिहानको पूजा चाहिँ हामी जानुपर्छ नि त अनि बिहानको पूजा गएपछि चाहिँ एकछिनमा म बाहिर गएको थिएँ। बाहिर गएबाट आएपछि चाहिँ टक्क आउँदाखेरि बाटोमा एउटा भिडियो बनाउनु पर्यो भनेर यसरी भिडियो बनाउन थालेँ अनि एकदम राम्रो भिडियो आउँदो रहेछ। गुम्बाको भ्यू पनि एकदम राम्रो आइरहेको अनि आजको मौसम एकदम सफा भएर होला भिडियो एकदमै राम्रो बनिरहेको थियो, आइरहेको थियो सुन्दर र अनि तपाईँहरूले चाहिँ यो गुम्बा कुन हो र कहाँनिर छ भनेर लागिरहेछ भने चाहिँ यो चाहिँ बौद्ध स्थित सेचेनतिङे धार्गिक गुम्बा हो। बौद्ध नजिकै रहेको छ र यहाँनिर चाहिँ सेडार लोप्टा गरेर पढाइ हुन्छ एकदम राम्रोसँग। अनि म रुममा आइपुगेपछि चाहिँ यसरी रुम देखाएँ तपाईँहरूलाई। आज चाहिँ धेरै काम नभएर अल्छी लागिरहेको थियो के गर्ने भनेर भिडियो बनाएर बसियो हामी चाहिँ। सो अब तपाईँहरूले मलाई साथ सपोर्ट गरिदिनु होला। म यस्तो भिडियोहरू बनाउनेछु, डेली युट्युबमा हाल्नेछु अनि भन्दै आजको भिडियो चाहिँ यहीँनिर अन्त्य गर्न चाहन्छु। सो मच, थ्याङ्क यू फर वाचिङ माई भिडियो।